निस्क्यो टाइगर जोन भनेर एउटा स्याल चाहिँ देखि आहा नमस्ते सबैजनालाई फेरि स्वागत छ मेरो आएको ब्लगमा। आज चाहिँ हामी दाजुभाइ मिलेर जङ्गल सफारी जाँदैछौँ। जङ्गलमा केही एडभेन्चर गर्नको लागि भनौँ कि अब जे आजको ब्लग चाहिँ थोरै एडभेन्चर रहेछ। हामी जाने गाडी चाहिँ तपाईँले पछाडि देख्न सक्नुहुन्छ, यो हो बुलेरो, यसमा जाने हो। मान्छेहरू अझै आइपुगेको छैन, जिप सफारी मान्छे सबै आएपछि हामी सुरु गर्नेछौँ। अलराइट, हाम्रो यात्रा चाहिँ अब सुरु भइसकेको छ। अब मान्छेहरू चाहिँ सबै आइपुग्नु भएको छैन, सायद अब पहिला मान्छे हामी पिकअप गर्छौँ होला डोर टु डोर, त्यसपछि हामी छिर्नेछौँ जङ्गलभित्र। यहाँ देख्न सक्नुहुन्छ तपाईँले यो गैँडाको स्ट्याचु, यो ठाउँ देख्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ सौराको मेन चोक हो, सबै चिज चाहिँ तपाईँको यहीँबाट सुरु हुन्छ। हाम्रो चाहिँ अब यो जङ्गलको सफारी चाहिँ अफिसियली स्टार्ट भइसक्यो। सबैजनालाई, सबै कस्टमरहरूलाई पिकअप गरेर अब हामी जङ्गलको तर्फ हामी अगाडि बढ्दैछौँ। सबैजना एकदम एक्साइटेड हुनुहुन्छ जङ्गलभित्र के देख्छौँ भनेर, लगायत म पनि। लेट्स सी के देख्न सक्छ, के देखिन्छ हामीले आजभित्र। ओके, गाइड सरले भनेअनुसार यो नाइस स्टेट टावर रे, तर तपाईँको अहिलेसम्म यो सञ्चालन भएको छैन रे। अनि यो ठाउँमा चाहिँ तपाईँको 3टा नाइट स्टे सञ्चालन हुँदैछ भन्नुभएको। भित्र के देखे दाइ? जनावरहरू यसो भनिदिनु त, बाघ गैँडाहरू के छ भित्र? यसो 10-20 रुपियाँ खुल्ला छन् दिनु। हाम्रो नेपालको हात्तीले चाहिँ पैसा एकदम धेरै कमाउँछ, सरकारी जागिर खाने मान्छेले भन्दा। ल तपाईँहरू देख्न सक्नुहुन्छ, फ्रीमा पैसा कमाउँछ यिनीहरूले त। समाज बाबु यता नि आयो त। ल म पनि मेरो प्यारो हात्ती मेरो साथीलाई 20 रुपियाँ दिन्छु। ल बाबु लौ यता। भर्खरै गैँडा देखेको थियो हामीले यहाँ, एउटा अगाडिको गाडीले गैँडा देखेर त्यहाँ एकछिन रोकेर हेर्नुभयो। हामी चाहिँ अलिकति टाइमिङ पुगेन, हामी आउँदा चाहिँ गैँडा चाहिँ भागेछ। लेट्स सी, भित्र अझै धेरै चिजहरू देख्नको लागि छ, एकदम धेरै चिज एक्सप्लोर गर्न पाइछु। म तपाईँहरूलाई देखाउँदैछु। यो चाहिँ तपाईँको डियर भन्दो रहेछ, धेरै छ। अब मेरो क्यामेराले चाहिँ भ्याउन सकेको छैन, तर मेरो आँखाले चाहिँ अलिअलि भ्याइरहेको छ। ल हेर्नुहोस्, धेरै छ यो। अहिलेसम्म एकदम एडभेन्चर भएको छ। हेर्नुहोस् तपाईँको त्यस्तो धेरै जनावरहरू त अहिले देखिहालेको छैन, तर तपाईँको यो ठाउँहरू नि हेर्न सक्नुहुन्छ, एक्सप्लोर गर्न सक्नुहुन्छ। टाइगर जोन भनेर लेखेको छ, सायद हामीले यहाँ टाइगर देख्ने सम्भावना एकदम धेरै छ। आई गेस यो साइडतिर छ कि टाइगर, त्यो चरा रहेछ एउटा दामी हो। यो ठाउँ चाहिँ यस्तो छ, यो टाइगर जोन भनेको छ। यहाँ धेरै टाइगर देख्ने चान्सेसहरू धेरै छ भन्नुभएको छ यहाँको हाम्रो गाइडरले। तर अहिले चाहिँ हामी टाइगरहरू केही देख्न सकेका छैनौँ, तर यो दृश्य चाहिँ एकदम राम्रो छ, धेरै राम्रो छ। यहाँ सबैजना खुसी हुनुहुन्छ, हाम्रो गाडीको मान्छेहरू पनि जनावर देख्दा। चस्माले देखेन क्या? डियर देख्न सक्नुहुन्छ, एकदम धेरै नजिकदेखि यो आमा र छोरा हिँडिरहेछ। ल यहाँ चाहिँ तपाईँको पुरा ग्रुपै बसिरहेको रहेछ। सायद मेरो यो क्यामेराले कतिको भ्याएको छैन थाहा भएन, तर आँखाले चाहिँ एकदम धेरै राम्रोसँग देखिरहेछ। उसलाई हेर्नुहोस्, बाहिर निस्क्यो, टन्नै छ, यस्तो राम्रो कति सुन्दर। त्यो तपाईँहरू देख्न सक्नुहुन्छ, हामी एकदम एक्सट्रिमली एकदम भित्र आइसक्यौँ, एकदम घना जङ्गलभित्र। चारैतिर तपाईँले जङ्गल बाहेक केही देख्नुहुन्न। अनि अब आई होप मैले अब देखेको कुराहरू, जनावरहरू तपाईँहरूलाई पनि देखाउन सकोस् भन्ने मेरो एकदम ठुलो चाहना छ। कोसिस गर्नेछु। तपाईँले यो राप्ती खोला चाहिँ लास्टै एकदम युज रहेछ, एकदम ठुलो स्पेस, दुईटा जङ्गलको बिचमा एकदम ठुलो स्पेसले
कभर गरेर रहेछ ल हेर्न सक्नुहुन्छ। यो राप्ती खोलामा देख्न सक्नुहुन्छ माछाहरू कति राम्रो बगिरहेछ ठुलो धेरै छ माछा। ओ दामी बस्छ है नाच्छ बिचमा चाहिँ अब कुनै पाउनेहरू कुनै घाइते भएकोलाई चाहिँ बिचमा राखेर बस्छ है नाच्छ सिङ भएको चाहिँ भाले भयो नभएको चाहिँ हामी चाहिँ अहिले तपाईँको यो जङ्गल सफारीको आधी जर्नी चाहिँ हामीले गरिसक्यौँ। अनि अहिले फिलहाल हामी यो दराइबोटे भन्ने तालमा अहिले 10-15 मिनटको लागि ब्रेक लिनेछौँ तपाईँको। अनि त्यसपछि फेरि हाम्रो 10-15 मिनटको ब्रेक पछि चाहिँ हाम्रो यो जङ्गलभित्र फेरि हामी छिर्नेछौँ। हाम्रो यात्रा सुरु हुनेछ। तपाईँ ताल देख्न सक्नुहुन्छ यस्तो छ। अनि यो तपाईँ यो बोट पनि राइड गर्न सक्नुहुन्छ यहाँ यसरी। यो भाइ त्यहाँ गएको छ दुबे भने कसले बचाउने यार फेरि हजुरहरूले यो गाडीहरू देख्न सक्नुहुन्छ। यो सबै गाडीहरू चाहिँ यो जङ्गल सफारी हुँदै आएको हो। अहिले यहाँनिर तपाईँको यो सबैजना अहिले 10-15 मिनटको लागि विश्राममा बसेको छ। त्यसपछि सबैजना एकछिन आराम गरेर फेरि बाघ भेटिन्छ कि भन्ने अनि आशामा हामी अब यो जङ्गलभित्र यसरी छिर्नेछौँ यता माथि। अनि तपाईँहरू पनि एकछिन आराम गरेर खानासाना खाइहेरिकन दिसा पिसाब गरिकन आएर फेरि भ्लग कन्टिन्यू हेर्नु होला। ओके हामी चाहिँ अहिले हजुरको यो दराइबाटेबाट 15 मिनटको ब्रेक लिएर हामीले जङ्गलतर्फ हामी छिरिसकेका छौँ। तपाईँको यो दृश्यहरू देख्न सक्नुहुन्छ। यहाँ सानो ताल छ। अनि ताल सँगसँगै एउटा राम्रो इन्ट्रान्स डोर पनि छ। अब यसलाई इन्ट्रान्स डोर भन्नुहोस् जे भन्नुहोस् जङ्गल छिर्ने एउटा राम्रो यहाँ एउटा सानो गोही छ। सानो एउटा गोही पनि देख्न सक्नुहुन्छ। राम्रो पिक्चर मात्रै देखिन्छ है, धेरै ठुलो छैन सानो होइन। हेर्नुहोस् सिङ भएको पुरुष मृग चाहिँ हामीले फेला पारेका छौँ। अहिले कति आरामसँग एकदम आराम गर्दै बसेको छ यो। र सबैजनाले हेर्न सक्नुहुन्छ यहाँ कति धेरै यो डियर हो कि बियर हो यो। ओ माई गड अब मेरो क्यामेराले त भेटेको छैन होला तर आँखाले चाहिँ एकदम धेरै देखिरहेछ। यता साइडतिर पनि देख्न सक्नुहुन्छ। ओ माई गड यता पानी खान आएको रहेछ चढ्दैछ। उहाँ पर फेरि जेसिबी लगाउँदैछ हाम्रो यतातिर जेसिबी लगाउँदैछ। ब्युटिफुल कस्तो दामी देखेको यो हो नि त। अनि बाघ आएन बाघ बोलाउन यस्तो बेला थियो शिकार भएको बेला धेरै गाईको बाछा। यो चाहिँ यो जङ्गलको सबैभन्दा ठुलो डियर चाहिँ यही हो होइन त साम्बा डियर। दामी पर बोक्ला नि देखिरहेको छ। दामी देखेको पर एउटा नर्मल सिनेरी पनि क्या दामी कि त्यो फुलहरूले भरिएको चरा। केही यहाँदेखि नि एउटा स्याल चाहिँ देखियो दामी स्याल कति राम्रो हेर स्याल पनि हेर देखा हो त्यसले ब्युटिफुल। त्यो पानीमा डुबेको देखेर यार मलाई पौडी खेल्नु मन लाग्यो अहिले। अलराइट हजुरहरूले देखिहाल्नुभयो जङ्गल सफारी कस्तो भयो के चिजहरू देखिनु भयो भनेर। तर अलि थोरै निराश पनि छु जुन कुराको एक्सपेक्टेसन गरिरहेको थिएँ हेर्नलाई बाघहरू भालुहरू थिएन। प्रतीक्षा आजको भ्लग चाहिँ हामी यतिमै समाप्त गर्नेछौँ। इन्जोय गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। हामी फेरि पछि भेट्नेछौँ अर्को भ्लगमा। थ्याङ्क यू।